महिनावारी तलब 26,000 देखि 84,000 सम्म रहेछ मासिक तलब। त्यो बाहेक महँगी भत्ता पाउनु हुँदो रहेछ उहाँहरूले प्रत्येक महिना 5,000, दुर्गम भत्ता 2,000 देखि 6,000 प्रति महिना, जोखिम भत्ता 3,000 देखि 15,000 प्रति महिना, चिकित्सा भत्ता औषधि उपचार यो आवश्यकता अनुसार पेमेन्ट गर्दो रहेछ बिल अनुसार, पोसाक भत्ता जो कर्मचारीले लगाउँछन् उनीहरूले 10,000 देखि 25,000 सम्म प्रति वर्ष पोसाक भत्ता पाउँदो रहेछ। भ्रमण भत्ता भनेर प्रति वर्ष प्रतिदिन 2,000 देखि 3,500 प्रतिदिन भ्रमण भत्ता पाउँदो रहेछन्। सवारी इन्धन भत्ता भनेर 10,000 देखि 40,000 प्रति महिना इन्धन भत्ता छ। विदेश भ्रमण गर्दाखेरि US डलर नेपालीको भन्दा 20 गुणा बढीसम्म US डलर विदेश भ्रमणमा छ। आवश्यक आवास भत्ता भनेर कोठामा बस्नेहरूको निम्ति तल्लो तहका कर्मचारीले 3,000 देखि 10,000 सम्म प्रति महिना, माथिल्लो तहका कर्मचारीले 15,000 देखि 30,000 सम्म प्रति महिना आवास भत्ता पाउँदो रहेछन् जसको घर छैन। चाडपर्व भत्ता भनेर 1 महिनाको तलब प्राप्त हुन्छ। त्यसो गर्दा वर्षको 13 महिनाको तलब उनीहरूले प्राप्त गर्छन् तलब नै। त्यो बाहेक खाना भत्ता प्रत्येक ट्रेनिङमा कुनै काम गर्नु पर्यो भने 1,000 रुपियाँको दरले खाना भत्ता। तालिम भत्ता भनेर प्रत्येक तालिमहरूमा 2,000 रुपियाँ तालिम भत्ता प्रत्येक दिन। फिल्ड भत्ता कुनै कर्मचारी कुनै फिल्डमा गयो भने त्यसले 2,000 देखि 10,000 सम्म प्रतिदिनको दरले फिल्ड भत्ता पाउने रहेछ। त्यस्तै विशेष भत्ता भन्ने हुँदो रहेछ, त्यो 5,000 देखि 50,000 सम्म विशेष भत्ता विशेष कामको लागि खटिएको बेलामा। यति भत्ता दिएर हामीले कर्मचारी राख्दा रहेछौँ। देशको ठुलो रकम यहाँ जान्छ। यो बाहेक जब कर्मचारी रिटायर हुन्छ उसले प्रति महिना तलब पाउँछ, पेन्सन फन्ड पेन्सन भनेर पाउँछ, ग्र्याचुइटी भनेर उसले लमसम केही पैसा पनि पाउँछ र अर्को प्रोभिडेन्ट फन्ड भनेर केही पैसा प्रोभिडेन्ट फन्डमा पनि आउँछ। यो बाहेक सरकारी कर्मचारीले क्वार्टरको सुविधा पाउने रहेछन्। इलेक्ट्रिसिटी, फोन, वाटर, मेन्टेनेन्स र बिल दुईटै पेमेन्ट गर्ने पैसा पाउँदो रहेछन्। यो बाहेक भेहिकल ड्राइभर सहितको माथिल्लो तहका कर्मचारीलाई ड्राइभर सहितको भेहिकल आउन जानलाई सरकारी गाडी, कतै बाहिर जानु पर्यो भने एयर टिकट, प्लेनको, त्यहाँ बस्ने होटलको खाना, लजिङ, फुडिङ र नेपालभित्र हिँड्नको लागि कुनै कर्मचारीलाई सेक्युरिटी चाहियो भने अगाडि पछाडि सेक्युरिटी। यति दिएर यति थोक दिएर मात्रै पुग्दो रहेछ।